यो देश अज्ञानता र देशद्रोहीले चलेको छ। अब न्याय माग्न हामी कहाँ जाने? हाम्रो कोही छैन। कहिले झुसुलदारीवाद, कहिले के बात भन्छन्। म नाम लिन चाहन्न। छोटे नालायक गणतन्त्र मुर्दाबाद। आवाज उठेन मुर्दाबाद। हामीले त्यो भएर यो गणतन्त्रको विरोध गर्यौं। राष्ट्रद्रोही, देशद्रोही, अपराधी र विश्वका दारीवाला सिद्धान्त मान यो देश को सबभन्दा बढी माया यदि कसैलाई छ भने राजा भन्दा यी देशद्रोही नेतालाई पटक्कै माया छैन। ओहो, हिरोले त 7 तलाबाट हाम फाल्यो, म पनि 7 तलाबाट हाम फाल्न सक्छु भनेर बाहिर आएर त्यही फिल्म हलको टुप्पाबाट हाम फाल्यो भने हात खुट्टा भाँचिन्छ र त्यसको मृत्यु हुन सक्छ। यी माधव नेपाल प्रचण्ड र यी माओवादी र यी खाओवादी र यी कांग्रेसले विदेशीको सिद्धान्त, त्यही फिल्म हल जस्तो बेलायती सिद्धान्त, रसियन सिद्धान्त, जर्मनमा कुहिएर फालेको सिद्धान्त ल्याएर नेपालमा लागू गर्नु र फिल्म हेरेर 7 तलाबाट हाम फाल्नु एउटै भयो र आज असफल भयो। यसका विरुद्धमा हामी लाग्यौं। निर्मलाको हत्यापछि बलात्कार भयो। निर्मलाका बाउआमा यदि राजा भइदिएको भए राजाको दरबारमा जान्थे, त्यो बलात्कारी यो देशको प्रधानमन्त्री नै भए पनि, गृहमन्त्री भए पनि राजाले कान समातेर जेल हाल्थे, जनताले न्याय पाउँथे। अब निर्मलाका बाउआमा कहाँ जाने? कहीँ ठाउँ छैन। यदि यसलाई गणतन्त्र मान्छौ भने तिमी, म यो गणतन्त्र होइन, यो दुनियाँको सबभन्दा नालायक तन्त्र मान्छु म यसका लागि। आज यो देश अज्ञानता र देशद्रोहीले चलेको छ। अब न्याय माग्न हामी कहाँ जाने? हाम्रो कोही छैन। त्यही भएर हामीले राजा विभिन्न बातका कुराहरू सुन्छु म। कहिले झुसुलदारीवाद, कहिले के बात भन्छन्। म नाम लिन चाहन्न। एउटा उदाहरण तपाईँलाई भन्न चाहन्छु। आजकल फिल्म आएका छन् हलमा, तपाईँ सबैले हेर्नुहुन्छ। एकछिन फिल्मको हलमा जानु, फिल्म हेर्ने, त्यो हिरोले 7 तलाबाट हाम फालिदिन्छ। 7 तलाबाट हाम फाल्यो भने त्यो फिल्म हेरिरहेको बच्चाले अर्थात् त्यो युवाले के सोध्छ? ओहो, हिरोले त 7 तलाबाट हाम फाल्यो, म पनि 7 तलाबाट हाम फाल्न सक्छु भनेर बाहिर आएर त्यही फिल्म हलको टुप्पाबाट हाम फाल्यो भने हात खुट्टा भाँचिन्छ र त्यसको मृत्यु हुन सक्छ। यी माधव नेपाल प्रचण्ड र यी माओवादी र यी खाओवादी र यी कांग्रेसले विदेशीको सिद्धान्त, त्यही फिल्म हल जस्तो बेलायती सिद्धान्त, रसियन सिद्धान्त, जर्मनमा कुहिएर फालेको सिद्धान्त ल्याएर नेपालमा लागू गर्नु र फिल्म हेरेर 7 तलाबाट हाम फाल्नु एउटै भयो र आज असफल भयो। यसका विरुद्धमा हामी लाग्यौं। नालायक, निकम्मा, राष्ट्रद्रोही, देशद्रोही, अपराधी र विश्वका दारीवाला सिद्धान्त मान्नेलाई चुनाव जिताएर एमसीसी जस्तो राष्ट्रघाती चिज सदनबाट पारित गरे। यो कुरा नबोल्नु तपाईँ कसैले। बजै बुढी भइछन् रे। बजै बुढी भएपछि त्यसको छोरा र बुहारीले डोकोमा हालेर लिन लाग्दैखेरि तिनको नातिले सोधेछ, बुवा यो बजैलाई कहाँ लिन लागेको डोकोमा हालेर भनेपछि उनले भनेछन्, यी बजै बुढी बहिनी तिम्री बजै बाबु, यिनलाई माथि भिरबाट लडाउन लागेको भनेछ अरे। नातिले भनेछ अरे, ए डोको त लिएर जानुभयो, त्यो डोको चाहिँ फिर्ता ल्याएर आउनु है भनेछ। किन भन्दाखेरि तपाईँ पनि बुढो भएपछि मैले यही डोकामा हालेर त्यही भिरबाट लडाउनु पर्छ भनेछ अरे। आज पृथ्वीनारायण शाहका शालिग तोड्नेहरू, राजाको शालिगमा थुक्नेहरू, तपाईहरूले राजालाई लात्तीले हान्नुभयो, नेपाली जनताले तिमीलाई देशबाट बहिष्कार गर्छन् भन्ने कुरा धिक्कार हो। राजा वीरेन्द्र अमेरिका भ्रमणमा जानुभयो, अमेरिकाको राष्ट्रपतिले एयरपोर्टमा स्वागत गर्यो। मेरो देशको राष्ट्रपति अमेरिका जानुभयो, एउटा सिपाहीले स्वागत गर्यो। यही फरक हो राजा र यी देशद्रोहीहरूमा, फरक यही हो। हामीले त्यही भएर राष्ट्रतन्त्रमा राजाको सम्मान हुनु, एकजना राजाको मात्र सम्मान भएको होइन, सिङ्गो नेपालका 3 करोड जनताको सम्मान हो। त्यो सम्मान हामी खोज्न चाहन्छौँ, त्यो सम्मान फेरि स्थापित गर्न चाहन्छौँ। हामीले त्यो भएर राष्ट्रतन्त्रमा यो देशको सबभन्दा बढी माया यदि कसैलाई छ भने राजा भन्दा यी देशद्रोही नेतालाई पटक्कै माया छैन। त्यही भएर राजा चाहियो। तिम्रो गणतन्त्रले एउटा सर्वारा गरिब दुखीको सिन्दुर पुज्छ भने मलाई त्यो गणतन्त्र चाहिँदैन। यदि तिम्रो गणतन्त्रले एउटा बिरामीको उपचार गर्नका लागि सम्पत्ति बेच्नुपर्छ भने त्यो गणतन्त्र चाहिँदैन। सबैले भनौँ, छोटे नालायक गणतन्त्र मुर्दाबाद। आवाज उठेन मुर्दाबाद। हामीले त्यो भएर यो गणतन्त्रको विरोध गर्यौं। जाग लम्क चम्क हे नौजवान हो, सारा नवजवानहरू तयार हुनुहोस्, वार र पार गर्ने बेला आयो। अब झुक्ने होइन, कसैले झुकाएर झुक्ने होइन, कसैले लुकाएर लुक्ने होइन, छाती खोलेर
पृथ्वीनारायण शाहलाई टाउकोमा राखेर गौतम बुद्धलाई छातीमा राखेर यो देश निर्माण गर्न लाग्ने हो। तपाईँ तयार हुने बेला आयो। यो देश, यो राष्ट्र हाम्रो एकताको देश हो। यदि कसैले एकता भाड्ने कोसिस गर्छ, आँखा झिम्काउँछ भने नेपाली जनताले त्यसको आँखा झिकिदिन्छन् भन्ने कुरा मलाई लाग्छ। र यसका लागि अबको युद्ध त्यो मजदुरीका विरुद्धमा हो, अबको युद्ध त्यो विदेशवादका विरुद्धमा हो, कुनै सिद्धान्तका विरुद्धमा होइन। विश्वका भगवान गौतम बुद्ध जन्मेको देश हो, माता सीता जन्मेको देश हो, विश्वको देवभूमि देश आज विश्वको सबभन्दा गरिब, सबभन्दा लाचार देश बनेको छ। यसलाई सुधार्न अबको आवश्यकता हो। त्यसका लागि तपाईँको साथमा साथ र हातमा हात हामीलाई आवश्यक छ। यसका लागि नेपाल माटो मात्र होइन, नेपाल भूगोल मात्र होइन, नेपाल भावना हो। त्यो भावना पृथ्वीनारायण शाहले जगाइदिएका हुन्। त्यही भएर हामी त्यो सिद्धान्त मान्छौँ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले यो भूगोल सुहाउँदो सिद्धान्त बोकेको छ, यो माटो सुहाउँदो सिद्धान्त बोकेको छ। हामीले भन्छौँ नि, बुद्धलाई पूजा गर्छौँ, हिन्दू र वैदिक सनातन सहितको यो देशलाई हामी धर्मलाई मान्छौँ। हामीले के गल्ती गर्यौँ? उदाहरणका लागि सम्झिनुहोस् त, तपाईँको बाउआमाले बाउआमालाई घरबाट निकाल्ने छोरो जति अरबपति जति खरबपति भए पनि त्यो नालायक नै हो। संसारमा जति पनि छोरो ठुलो भए पनि, छोरो अरबपति भए पनि, छोरो खरबपति भए पनि बाउभन्दा ठुलो कहिल्यै पनि हुन सक्दैन। त्यस्तै यो देशमा जति सिद्धान्त जति वाद आए पनि पृथ्वीनारायण शाहको दिव्य वेदस र पृथ्वी पथभन्दा ठुलो कोही हुन सक्दैन। हामीले त्यही कुरा गाई माता, गौ माता मात्र होइन, हाम्रो आमा हो भनेर हामीले पूजा गर्यौँ। के गलत गर्यौँ? विज्ञानले पनि साबित गर्यो, जे गर्यौँ हामीले ठिक गर्यौँ। पेत्र जाने छ्याप हलोमा भोट हाल्ने, यिनीहरूलाई बाइकट र बहिष्कार गर्ने त्यो अधिकारको प्रयोग गर्नु। यिनलाई पागल बनाउने दिन आएको छ। तपाईँको हातमा अधिकार छ, अब त्यो अधिकारको प्रयोग गर्नु। भैली भुजा भैरवा लुम्बिनी जल परियोजनाले जिल्लाभरि बत्ती पानी बाटो बन्यो। त्यसको कारणले गर्दा आज 1 घण्टामा तपाईँको प्रत्येक जिल्लामा तपाईँ पुग्न सक्नुहुन्छ। तिनै दीपक बोरालाई सामान्ती भन्छन्। के यो कुरा सही छ तपाईँलाई? सांसदले देश लुटे, सुकुम्बासीको जग्गा हडपे अनि सुकुम्बासीले ढुङ्गाले हानेर लखड्दै थिए। त्यो अवस्था यिनले बनाएका छन्। जसले सुकुम्बासीको लागि राजनीति गर्यौँ भन्ने सुकुम्बासीका घर उजाड्ने अनि यत्रो ढुङ्गा खाएर भाग्दै थिए। देख्नु भएको छ, फेसबुकभरि भाइरल भएको छ, भाग भएको छ। हाम्रा दाजुभाइ दिदीबहिनीहरू विदेशमा गएर अर्काका भाँडा माझ्नु पर्दैन, कोरियाका टमाटर उत्पादन गर्नु पर्दैन। यही देशलाई स्वर्गभूमि र देवभूमि बनाएर हामी बस्न चाहन्छौँ। त्यसका लागि यो पार्टीमा आएको हाम्रो एजेन्डा त्यही भएर उठायो। धेरैलाई लाग्दो राजा भन्दाखेरि मुटु थरथर काँप्दो हो। के गर्नु? बाघ बाघै हो, स्याल स्यालै हो। स्याल जति तरुनो भए पनि भाग्नै पर्छ, बाघ बुढो भए पनि गर्जिनै पर्छ। राजा यो देशको बाघ हो। उदाहरणका लागि हिजो हाम्रो देशको प्रधानमन्त्री भारत भ्रमण जानुभयो। यसो हेरेँ मैले, ओहो भारतीयले त खुब पेलेर एमसीसी पारितदेखि लिएर गुलामी गरेछन्। तेल लगाएछन् भारतीयको खुट्टामा। ओहो देउवा आउने भयो भनेर पोस्टर राखेका छन् गल्ली गल्लीमा। बिचरा त्यो 550 रुपियाँ पर्ने एउटा पोस्टर राख्नु कन्सा ठुलो कुरा छ। नेपाल एमएसीले पैसा दिएर जति राखे पनि हुन्छ। पोस्टर राखेछन्, त्यसमा एउटा गल्ती गरेछन्, झन्डा पनि उल्टो राखेछन्। यी बदमाशी देश गद्दारहरूले। देशको प्रधानमन्त्री यत्रो सम्मान छ, वाह 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 वाह। अब यसो हेर्नु पर्यो भनेर टिभी हेरेको, एयरपोर्टको जहाँ तपाईँको देउवा ओर्लिँदै थिए त्यहाँनिर नरेन्द्र मोदी आएर रिसिभ गर्छन् होला भनेको त एउटा राज्य मन्त्री अजय भट्ट आएर रिसिभ गर्दै थिए। देशद्रोहीहरू मुसुक्क मुस्कुराउँदै थिए। हाम्रो देशको प्रधानमन्त्री हो कि कुनै गल्लीको सूचीकार हो जस्तो मलाई महसुस भयो। यो राजा महेन्द्रको बेलायत भ्रमण हेरिदिनु एकैछिन। हामीले राजा किन मागेका रहेछौँ त्यहीँबाट थाहा हुन्छ। राजा महेन्द्र बेलायत भ्रमण जाँदा रानी भिक्टोरिया र एलिजाबेथले घुँडा टेकेका थिए। हाम्रो देशको राष्ट्रपति बेलायत जाँदा त्यहाँको एउटा सामान्य साधारण सिपाहीले पनि सम्मान गर्दैन। त्यही भएर हामीले राजा माग्यौँ। हामीले के गल्ती गर्यौँ?